हेलो वेलकम ब्याक टु माई एन्डर ब्लग। आज चाहिँ हामी खसी काट्नुको लागि जाँदैछौँ। हाम्रो ड्राइभर मामा हुनुहुन्छ, मासेर अङ्कल हुनुहुन्छ। हामी 4 जना आज कतिवटा खसी चाहिँ ल्याउने हो। खसी काट्नु जाँदैछौँ। बाटो चाहिँ जङ्गल नै जङ्गल छ। यता चाहिँ धेरै जङ्गलको बाटो नै हुन्छ है। जतासुकै होस् बाटो चाहिँ राम्रो हुन्छ। नेपालको जस्तो हुँदैन। नेपालको भन्दा अलिकति राम्रो हुन्छ बाटो चाहिँ। अरू त त्यस्तै हो। फेरि यो के आइपुग्यो? हामी सही बाटो नै आउँदैछौँ नि आउने त। सिनेटर्स हामी चाहिँ जाँदैछौँ खसी काट्छ अरे। चस्मा लाउनु भएछ चस्मा लाउँदा त मैले नचिनेको नि मामालाई अघि हेर्छु चिन्दिनँ त। पुरै जस्तो लाग्यो तिमीलाई? पुरै जस्तो लाग्यो नि त फर्केर हेरेको त। चाहिँ कस्तो दामी छ कि यता बस्नु है। यतै बस्नुपर्छ यार पछि। बस्नुको लागि चाहिँ आनन्द छ क्या। फर्म गर्ने बस्ने बाख्रा पाल्ने बङ्गुर पाल्ने कुखुराहरू कुखुरा गाईहरू गाई मजाले पाल्ने। यता सबभन्दा धेरै गाईको मासु खान्छ नि। सबभन्दा महँगो पनि हो फेरि गाईको मासु त। त्यस बाटो त सही नै आउँदैछौँ नि हामी। जिपिएस लगाएर बाबाले 2 ठाउँ चाहिँ बाटो छाडेर अघि यस्तो धुनु परेको। यहाँको बाटो मजाको आइयो नि झन् लगाएर। कस्तो डेन्जर हुन्छ है। ओ माई गॉड। यता मासतिर चाहिँ घरहरू रहेछ। ओ माई गॉड के हो पोखरी हुन्छ त तल त। यी धेरै खाली ठाउँहरू छ है। त्यही भएर त आउँछ त इलिगल। वाउ कस्तो दामी रहेछ यता त। कस्तो राम्रो राम्रो जग्गा चाहिँ नि छोडियो। अब कस्तो जाने हामी यस्तै हो अब ससुराङमा छौँ। कहाँ वनभित्र बाख्रा पाल्नेले कौन चाहिँ ठुलो कहाँ राम्रो ठाउँ पायो होला। त्यही हो यस्तै हो यस्तै शहरमा होला। बाख्रा पाल्ने ठाउँमा आउनु लाग्यो है अब। चौरै राम्रो यो उता यतापट्टि बाख्रा पाल्ने ठाउँ यो साइडमा पहिला आउनु आएको तपाईँ? म अलि उतापट्टि कहाँ आएको ऊ यतापट्टि हो। ओ माई गॉड खयो न मान्छेहरू देखिँदैन त। बाख्रा पाल्ने ठाउँ यतापट्टि हो यहाँ। अब हामी आइपुग्नु लागेको 2 मिनटमा बाख्रा पाल्ने ठाउँ। अब डिल गर्नुपर्छ है। गाईहरू रहेछ। गाई माथि गाई भाले। यता त गाई बाख्रा कुखुरा हो नि होइन। Amigo, mucho expensive man. रेलको बाटो पनि रहेछ भाइ। रेल पनि हिँड्दो रहेछ है। रेल हेडमा आछन् होला नि यिनले त। हामी यस्ता मान्छेलाई बेचेर यिनलाई कहाँ हुन्छ र? यिनले त गाडी रेलमा पठाएर आउनु नि। त्यो त्यही त हो नि। रेल हेड त चाहियो। रेलमा चाहिँ मान्छे भन्दा पनि सामान धेरै गर्छ अरे। सामानको लागि एउटा स्टेटबाट अर्को स्टेटबाट रेलमा 100। यो पनि यतै फर्म दिएको होला क्या होइन? यो पनि यिनीहरूको गाडी है हुन सक्छ। यति हो बाख्रा चाहिँ। कहाँ छ यहाँ खसी?
खसी काट्न आएको खै खसी नै छैन त यस्तो रहेछ ओ माई गॉड Hey boy, what's up? That's good? Again. बाटो चाहिँ आज चाहिँ खसी खै काट्ने मान्छे छैन अरे यहाँ चाहिँ अनि अब जानुपर्छ होला हामीलाई काट्न आउँदैन उनीहरूसँग काट्ने मान्छे छैन अरे खसी गयो वाउ चराको गुड चरा चाहिँ रहेछ यहाँले चराको गुड रहेछ यहाँले खोइ खोइ हो आज त खसी नै भेटेन त यो अर्को ठाउँमा गएको खसीहरू छ भनेर त्यहाँ गएको खसी त थियो बट त्यहाँ चाहिँ काटिदिने मान्छे थिएन अनि त्यो भएर एउटा बुढो मान्छे मात्र थियो अनि नेक्स्ट टाइम चाहिँ आउनु अब अहिले चाहिँ मान्छेहरू छैन भन्ने कुरा गरेर त्यसपछि हामी त्यहाँबाट लोकेसन हेरेर यो ठाउँमा आएको यो ठाउँमा त मान्छे नै छैन रहेछ एकजना हुनुहुँदो रहेछ उहाँको हस्बेन्ड चाहिँ अहिले काममा जानु भएको छ अरे अनि अब भरे अब कतिखेर आउनुहुन्छ अरे 5 बजे छुट्टी हुन्छ अरे उहाँको हस्बेन्डको काम त्यसपछि आउनुहुन्छ अरे भर्खर 3 बज्दैछ अब चाहिँ हामी घर फर्किन्छौँ आज चाहिँ डह्रो हिँडेको छ हिँड्नु पनि एउटा मामाहरू यहाँ पुरै अब जानुपर्छ BMW पनि धेरै थाकिसक्यो होला घर जान्छु आउँछ खसी काट्न आएको मान्छे झ्याउ लागेको छैन दाइ कसरी घर जाने हो तपाईँ चाहिँ को अरे मैले भिडियो लगाइदिन्छु नि युट्युबमा झ्याउ लागेको छैन 3 बजे आइपुगेको 4 बजे 1 घन्टा गाडीमा बस्दा बस्दा धार सर्किसक्यो यहाँबाट कम्ती कति छ 1.5 घन्टा जस्तो जानुपर्छ घर होइन ओ माई गॉड 2 घन्टा जस्तो घुम्यौँ होला अमेरिका घुमिसक्यो आज हामी बाबुलाई चाहिँ क्या रमाइलो भएको होला आज तपाईँको छोरालाई चाहिँ गजब भएको छ बिल्लीसँग खेलेको मलाई चाहिँ लाजलाई चाहिँ कतिखेर आज छुट्टी हो आज डह्रो सुत्नु पर्यो आराम गर्नु पर्यो भनेर सोचिरहेको थिएँ प्रोहरूले गर्दा कुन चार्जर हो तपाईँको टाइप सी हो मेरो पनि घरमै अब कतिखेर यहाँको मान्छे आउँछ फेरि थाहा छैन यहाँको मान्छे आएर हामीलाई खसी काटिदिन्छ कि दिँदैन त्यो पनि थाहा छैन त्यही पनि बसिरहेको छु आशै आसमा बित्ने रहेछ हाम्रो जिन्दगानी के खालको खसी हो यो के खालको खसी हो यो जम्मा 3टा रहेछ त्यसको त सिङ कम्ती लामो छैन यता तल सक्यो होला नि 3टा मात्र रहेछ यार यस्तो 3टा छ कुन लानु यहाँ फेरि दिने हो कि होइन त्यो त यो त छैन आएर काटिदिने हो कि होइन फेरि गाह्रो गाह्रो घाँस चाहिँ बवाल हुन्छ क्या त घाँस चाहिँ बवाल हुन्छ सक्यो होला नि त अब आएर फेरि आइएम सो टायर्ड टुडे भन्दै आयो भने आइएम सो टायर्ड टुडे आयो भने कति जान्छ यिनीहरू एकजना यही हो टन्नै भएको तपाईँ भन्नुभयो आज चाहिँ छैन बस्नु अब बसिसँग 5 बजीसम्म बस्नु होला होइन 5:30 फोनमा चार्ज पनि सकिन लागिसक्यो खसी पाइएन खसी पाइएन घोडा खसी पाइएन अब घर हिँड्यौँ हामी चाहिँ Turn left onto Georgia 100 South, Canal Street. In a quarter mile, at the traffic circle, continue straight on